नमस्ते, म डाक्टर रविकिरण गौतम। म हाल नेपाल मेडिसिटीमा काम गर्छु। म युरोलोजिस्ट है, किडनी ट्रान्सप्लान्ट सर्जन। अपरेसन धेरै प्रकारका अपरेसन हुन्छन्, तर साधारणतया पहिलेबाट चलेको र चलनचल्तीमा भएको अपरेसन चाहिँ TURP भनेको ट्रान्स युरेथ्रल रिसेक्सन अफ प्रोस्टेट। क्यामेराबाट पिसाब युरेथ्रा हुँदै गएर प्रोस्टेटलाई रिसेक्ट गर्ने, काट्ने। यो अपरेसनमा प्रोस्टेट पुरै प्रोस्टेटलाई निकालिँदैन। यसमा जति पिसाबको बाटोभित्र आएको हुन्छ, जतिले पिसाब फेर्ने बाटोले छिकेको हुन्छ, त्यसलाई रिसेक्ट गर्ने या काट्ने विधिलाई TURP भनिन्छ। त्यो गर्यो भने पिसाबको फ्लो पनि इम्प्रुभ हुन्छ र अपरेसन गरेपछि औषधि खानु पर्दैन। पहिला जुन औषधि खाइरहनु भएको थियो त्यसले काम गरेको थियो, त्यो औषधि पनि रोक्ने अनि अपरेसन गरेपछि सजिलो हुन्छ। यो बाहेक अरू विधिहरू लेजरहरू भयो हैन, लेजर प्रोसिजरहरू हुन्छ, धेरै कुराहरू हुन्छ। र अहिले चाहिँ कस्तो छ भने यो अपरेसनका आफ्नै कम्प्लिकेसन साइड इफेक्टहरू पनि छन्। तर त्यस्तो अब त्यो यो जुन एजमा गएर अपरेसन गरिन्छ त्यो जुन साइड इफेक्टलाई भन्दा पनि हामीले पिसाब फेर्न सजिलो बनाउनलाई गर्ने अपरेसन हो र त्यो साइड इफेक्टलाई त अब प्रपरली राम्रोसँग अपरेसन गर्यो भने रोक्न सकिन्छ, त्यो आफ्नो ठाउँमा छ। तर कसैलाई म अपरेसन गर्न चाहन्न, कहिलेकाहीँ अपरेसन गर्यो भने पिसाब लिक हुन्छ भन्ने पनि हुन्छ, त्यस्तो कन्सर्न हुन्छ हैन। सबैलाई त्यस्तो हुने होइन है। राम्रो प्रपरली अपरेसन भयो भने पिसाब लिक हुँदैन, राम्रो हुन्छ, अपरेसन राम्रो हुन्छ। र यसको अलिकति चाहिँ सेक्सुअल फङ्सनमा चाहिँ अपरेसन पछि चाहिँ अलिकति सेक्सुअल फङ्सन चाहिँ प्रब्लम आउने सम्भावना हुन्छ। त्यसैले गर्दा कोही यङ हुनुहुन्छ, कसैले आफ्नो सेक्सुअल फङ्सनलाई प्रिजर्भ गर्न चाहनुहुन्छ भने औषधि र अपरेसन, त्यो TURPको कुरा गरेँ मैले, त्यसको बीच मिडवे पनि हामी जान सक्ने अहिले धेरै अप्सनहरू आइसकेका छन्। जस्तै युरोलिफ्ट भयो, रिजमहरू भयो, धेरैहरू छन्। तर हामीले हाम्रो इन्स्टिट्युसनमा गरिरहेको चाहिँ युरोलिफ्ट हो। युरोलिफ्ट भनेको चाहिँ औषधि पनि खानु नपर्ने र अपरेसन पनि जानु नपर्ने इन मिड हो। कस्तो भने चाहिँ त्यो चाहिँ बेहोस पनि गर्नु पर्दैन त्यो अपरेसन गर्दाखेरि, र त्यो अपरेसन चाहिँ आयो लोकल एनेस्थेसियामा अपरेसन गर्यो, 2-3 घन्टामा घर गयो हैन। अब त्यसको अब धेरै अहिले स्टडीहरू भइरहेछन्। त्यसको स्टडी होला अहिलेसम्मको स्टडीले चाहिँ 5 वर्षसम्म चाहिँ त्यसले काम गरेको देखाइरहेछ। फर्दर त्यो जति वर्ष आउँदै गयो त्यसको स्टडी आउँदै गर्ला। र अहिले हेर्ने हो भने जो यङ छ, जसले सेक्सुअल फङ्सन रिजर्भ गर्न चाहन्छ, या जो एकदमै बुढो मान्छे हुनुहुन्छ, दम छ, मुटुको समस्या छ, अपरेसनमा जान सक्नुहुन्न भने त्यो अप्सनलाई चुज गर्न मिल्छ, युरोलिफ्टलाई चुज गर्न मिल्छ। र युरोलिफ्ट चुज गरे पनि TURP गरे पनि त्यो गरिसकेपछि औषधि खानु पर्दैन। त्यसपछि चाहिँ सहज हुन्छ, अगाडि बढ्नुपर्छ। र धेरैलाई कस्तो छ भने चाहिँ अपरेसन गरेपछि फेरि दोहोऱ्याए प्रोस्टेट फेरि बढ्छ, प्रोस्टेट त पुरै निकाल्यो होइन, फेरि पनि अपरेसन गर्नुपर्छ भन्ने पनि छ। कसैलाई हो, एकदमै कमलाई हो त्यो गर्नुपर्ने हुन्छ। त्यो पनि पछि 10 वर्ष पछि गएपछि हो। जसको जति छिटो अपरेसन भयो उसको चाहिँ चान्स हुन्छ, किनभने उहाँको त्यो प्रोस्टेटको ग्रोइङ टेन्डेन्सी नै हाई रहेछ नि। 50 वर्षमा अपरेसन भयो भने हैन, जसको 60-70 वर्षमा गएर अपरेसन हुन्छ उहाँहरूको चाहिँ त्यस्तो चान्स हुँदैन। फेरि प्रोस्टेट बढेर आएर फेरि बाटो छेकेर अपरेसन गर्नुपर्ने भनेको चाहिँ रेयरै हुन्छ। र फेरि अपरेसन गर्नुपर्छ भनेर त्यस्तो आत्तिनु पनि पर्दैन। अब प्रोस्टेटको समस्या खानपिनको कुरो गर्दा ग्रन्थि हो, यो केही खाएर भएको पनि होइन हैन, केही नखाएर ठिक हुने पनि होइन। यो त अब उमेरको कुरा हो, एजिङ प्रोसेस हो। एजिङ प्रोसेसले गर्दाखेरि चाहिँ हुने कुरा हो। तर अब हाम्रो किताबहरूमा लेखे अनुसार चाहिँ फर्सीका बियाहरू, पम्पकिन सिड्सहरू यस्तोहरू खायो भने चाहिँ प्रोस्टेट साइज घट्छ भन्ने छ। त्यो खाँदा फाइदै हुन्छ। तर केही बार्नु पर्ने या केही गर्नुपर्ने त्यस्तो चाहिँ हुँदैन प्रोस्टेटको समस्यामा। अब यसमा बुझ्नुपर्ने कुरा के छ भने प्रोस्टेटको साइजलाई उपचार गर्ने होइन हामीले। प्रोस्टेटको बढ्यो, मेरो कोही आत्तिनुहुन्छ, अल्ट्रासाउन्ड ल्याएर आउनुहुन्छ, मेरो प्रोस्टेट साइज बढ्यो, यो के भयो भन्नुहुन्छ, त्यो होइन। प्रोस्टेट सबैको बढ्ने हो। यति बुझ्नु पऱ्यो कि प्रोस्टेटले दुःख दिएको हुनु भएन, पिसाबमा गाह्रो गराएको हुनु भएन, र अरू कुरा त्यो प्रोस्टेट बढेको प्रोस्टेट क्यान्सर हुनु भएन। यदि क्यान्सर होइन, यदि त्यसले गाह्रो गराएको छैन, फ्लो पनि राम्रो छ, यदि त्यो के अरे पिसाब सबै खाली हुन्छ, ब्लाडर खाली हुन्छ भने त्यसलाई उपचार गरिरहनु पर्दैन है। हामीले एउटा उदाहरण दिँदाखेरि 80 ग्रामको प्रोस्टेटलाई हामीले औषधि पनि दिनु परेको छैन है, र हामीले 30 ग्रामको प्रोस्टेटलाई अपरेसन गर्नु परेको छ भनेपछि त साइजलाई रहन्छ नि त उपचार गर्ने, त्यसले गरेको समस्याले उपचार गर्ने है त। अब आउँदै गरेको बडा दसैँ, दीपावली र छठ पर्व आउँदै गरेको छ। त्यसको लागि सबैलाई शुभकामना छ।
है सबैले आफ्नो घरमा रमाइलो गरेर मनाउनु होला भन्ने भन्न चाहन्छु। नमस्ते।